एउटा त्यो कुरा आएको हुनाले आज मैले बुटोलमा एउटा केन्द्र खोल्न म सफल भएकोमा हाम्रो नेपाल राष्ट्रिय धार्मिक सङ्घको तर्फबाट म सबैमा मिठो माया र मिठो पठाउन चाहे र यसै सिलसिलामा अब गर्मीको समय पनि छ, सबै बाहिर भनेर भन्छन्। एउटा हाम्रो वडा सदस्यले केही कुराको राख्नु धेरै आमा समूहहरू पनि छ है। हामीले जुन केन्द्र भवनमै गएर हाम्रो दर्शन समाज भवन उपलब्ध गराइदिने हाम्रो दर्शन आमा समूहहरूलाई पनि त्यही भवनमा गएर केही मन चाहिँ हाम्रो मिठो कुराहरूमा भलाकुसारी गर्ने आशा राख्दै त्यही कुराहरू हाम्रो वडा सदस्यले राखिदिनुहुन्छ भने म विनम्र अनुरोध गर्दै हाम्रो नेपाल तान्त्रिक झाँक्री सङ्घको तर्फबाट म धन्यवाद दाजुलाई, विशेष धन्यवाद दिन चाहन्छु। नेपाल तान्त्रिक सङ्घद्वारा आज यो कार्यक्रम गरिएको छ। उहाँहरू आउनुभयो आजभन्दा 4 दिन अगाडि।